नमस्ते यहाँहरू सम्पूर्णमा। म यो गोधेली साँझ आज यो हक्लोल टोलको चौरीबाट म केही कुरा यहाँहरू सामु म राख्न चाहन्छु। गोधेली साँझको बेला हो यो बेलामा सूर्य आफ्ना अस्ताइरहँदाका त्यो प्रकाशहरू छरिरहँदा पक्कै पनि म एउटा किसान आज आफ्नो बिउ बचाउनको लागि दमकलको सहायताको लागि ग्राउन्ड वाटरको सहायताले आफ्नो खेतमा म सिँचित गर्दैछु। पक्कै पनि यो बेला किसानको बिउ जलिरहेको छ। किसानको बिउ जल्नु भनेको किसानको घर रित्तिनु हो र हामी भोकमरीमा अवश्य जान सक्छौँ। त्यसर्थ किसान आफ्नो बिउ बचाउन तल्लीन यो अवस्थामा यो अवस्था हाम्रो किसानको भावनामा ठेस पुर्याउने बेला हो। समयमा पानी नपर्दिनु, समयमा पानी र विभिन्न किसिमका सेवा सुविधा कृषिका नहुनु यो हाम्रो देशको विडम्बना हो। र हामी किसान हाम्रो आवश्यकता र हाम्रो भावना कतै न कतै हामी आफ्नो जीवनका विभिन्न बाधा अडचनलाई हामी खेप्दै हाम्रो सरकारले केही बुझ्दै नबुझेका कुरा पनि पचाएका छ कि यो कुरा हरेक जनमानस हरेक नेपालीले यो आफ्ना हातमा बिउ बिजन र हातमा सिँचाइ नभएको को समस्यालाई जलको समस्यालाई आयको समस्यालाई परिपूर्ति गर्न हामीले पक्कै पनि आफ्ना भावनालाई आफ्ना अधिकारलाई यो सरकार सामु पुर्याउन निकै नै जरुरी छ र उहाँबाट पारित हुने किसिमका सेवा सुविधा हामी एउटा किसान समक्ष पुग्नुपर्छ भन्ने आशा राख्दै म यहाँहरूको माझबाट म यो आजको गोधेली साँझसँग म यहाँहरूको माझबाट बिदा हुन्छु। जय किसान, जय देश।